म कामै गर्न सक्दिनँ भन्ने त मलाई एक रति लाग्दैन। 27 गते मेरो राति भएको थियो होइन मेरो शपथ। 28 गते शनिबार थियो। त्यो शनिबार पनि मैले दिनभरि काम गरेँ। म डे टु डे बिजी हुन सक्छु, म गर्न सक्छु। अहिले पनि म एकदम एक्टिभ छु। शरीरले मलाई गरेको छैन, गर्न नसक्ने भन्ने बनाएको छैन। त्यसैले मलाई लाग्दैन कि मेरो तर्फबाट त म अर्को कुरा के छ भने मैले राम्रा राम्रा व्यक्तिहरूसँगलाई चुनेको छु। ती सबै सपोर्टिभ छन्। तिनीहरू पनि म जत्तिकै आफ्नो इज्जत राख्नेमा छन्, प्रयत्नरत छन्। रामेश्वरजी हुनुहुन्छ हैन, यिनीहरू अब हाम्रो कुलमान घिसिङ भयो, अनि ओम नै भए। सबै यो देशको म आफूलाई भन्दिनँ, तर यिनीहरू चाहिँ एकदम हिरा नै हुन्। अब यस्तो व्यक्तिहरू सपोर्ट, तर सबै काम त म जिम्मा लिन्न नि, उहाँहरूलाई सबैलाई बाँड्दिया छ। अहिले पनि म खटिरहेको छु। मलाई लाग्दैन मैले यति काम गरिसकेपछि, यति मैले मेहनत गरेपछि भगवान्ले मलाई बदनाम गराउलान् जस्तो चाहिँ लागेको छैन। मेरो समाजप्रति, मुलुकप्रति, यो जनताप्रति मेरो एउटै लक्ष्य छ। मैले मेरो बाउले हेर्न पाएन, यो देशको विकास हेर्न पाएन, मेरो बाजेले हेर्न पाएन, मैले पनि हेर्न पाइरहेको छैन। मेरो छोरोले त हेरोस्, कमसेकम मेरो छोरो नबिदियोस्, विदेशमा नबसेर यही देशमा आओस् भन्ने मेरो अन्तिम लक्ष्य हो।